हेलो एभ्रिवान माई युट्युब च्यानल साथीहरू गाइसहरू। अन्त म चाहिँ आज चाहिँ ड्युटीबाट जाँदैछु घर। हाम्रो चाहिँ अहिले 3:30को तौलाइमा अहिले 4 बजीको तौलाइ गरेको छ। म चाहिँ यहाँ अहिले बाटोमै छु। आज हामी चाहिँ पति टिपेर चाहिँ तौलिँदाखेरि बोरा थाप्नु बस्नुपर्छ र चाहिँ म चाहिँ जहिले पछाडि हुन्छु। धेरै दिन बादमा आएको छु म युट्युब च्यानलमा। अन्त तपाईँहरू चाहिँ के गर्नु हुँदैछ होला? अहिले चाहिँ पानी पर्नु लागेको छ। म चाहिँ पुग्नु लागे हावाघर। यहाँ अहिले चाहिँ तल्लो 22को रोड बाटोमा जाँदैछु। रोड फेरि खराब छ हाम्रो। म चाहिँ हावाघर पुग्नु लागे। अहिले चाहिँ म यहाँ कोमनबारी जाँदैछु रोडै रोड। अन्त साथीहरू चाहिँ सन्चै हुनुहुन्छ होला सबैजना मेरो युट्युबको फ्यानहरू। आजकल मेरो भ्लगै चल्दैन कि कमेन्ट सेयर आउँदैन, त्यो भएर हरेस लाग्छ कि बनाउनु। ज्यादा कमानबारीको पनि आयो होला, त्यो भएर म पनि हरेस लाग्छ कि बनाउनु। आजकल मेरो साह्रै भ्लग चल्दैन, त्यो भएर चाहिँ म बनाउनु हरेस लाग्छ होइन। कमेन्ट सेयर भ्लगै चलेन भने चाहिँ किन भ्लग बनाउनु र होइन। म चाहिँ लागेँ। हामी चाहिँ यसरी गमबुटमा हिँड्नु पर्छ। पानी झरी होस् या हिउँदो होस् गमबुटै लाएर हिँड्नुपर्छ हामी त हो। अचम्मको है साथी हो हामी चाहिँ। अहिले चाहिँ म एक्लै छु बाटोमा, सबैजना गइसक्यो। बर्खा भएपछि पिर हुन्छ, खाजा खाने जग्गा हुँदैन। खाजा चिसो, चिया चिसो, हाम्रो फेरि चिया पकाउँदैन। बस्नेको जग्गा बस्ने पनि पिर जुग आउँछ त्यतिकै स्याउ स्याउ। पति आउँछ झ्याउ झ्याउ, पति पुरा आउँछ फेरि त्यतिकै हो। लोभ लाग्छ टिप्नु पर्यो, के गरौँ त अब यस्तै छ दुःख। 250ले गर्नुसम्म गरियो, के गरौँ त हामी त। अब हावाघर पुगेँ म चाहिँ। हेर्नुहोस् होला साथीहरू, म चाहिँ हावाघर पुगेँ। मेरो त्यही हावा चौथरा हावाघर खैल हावाघर। पानी पर्नु थाल्यो। ओहो छाता आउनुपर्छ। छाता त यहाँ भित्र छ मेरो चाहिँ। यति बेला चाहिँ म चाहिँ चिसो चिसो हावा पनि आउँदैछ। पानीले गर्नुसम्म गर्यो, पहिरो पनि ल्याउँछ, हावा पानी पनि ल्याउँछ। बर्खामा चाहिँ यही पिर लाग्छ। घर हेऱ्यो गिस्लिङ हुन्छ, मैला हुन्छ, हिलो हुन्छ। कमान हिँड्यो भने यस्तो हुन्छ नि हो नानी पाहुराजाहरू। के गरौँ त अब, बिहा गऱ्यो भने त्यतिकै रहेछ, पानीमा पनि त्यतिकै। अब के गरौँ, कमानै नहिँड्नु हुँदैन 250मा। 250 त के आउँछ र हौ अहिले। 250मा त उहीँ एउटा साबुन किन्दै तुरिन्छ होला हौ, 2टा साबुन किन्यो भने। फेरि बाक्लो पानी आयो है साथीहरू। म त लु छाता ओढिसकेँ। हेर्नुहोस् होला। के गरौँ त अब, दुःखमा के गरौँ त, यस्तै छ दुःख हाम्रो नै। पानी आयो, छाता ओढ्नु पर्यो। सधैँ हिँड्ने बाटो हाम्रो भोलि चाहिँ मेलो हाम्रो 20 नम्बर परेको छ साथीहरू। म पनि जान्छु, किनभने म हिजो अस्तिको दिन नगएको बसेको छु, शुक्रबारको दिन। पानी कस्तो बाक्ला आयो फेरि। जुन अस्ति तपाईँहरूले हेर्नु भएको थियो होला भ्लग, कसैले त हेरेको पनि छैन होला। त्यो भ्लगमा त मैले आमा र आमाको बनाएको छु मैले भ्लग। त्यसमा चाहिँ आमाले च्याउ भेटेर ल्याएको छ। अन्त त्यो भएर चाहिँ मैले अलिकति बनाएको थिएँ र चाहिँ आमाले पनि लुलु बना त नानी भिडियो भनेर बनाएको थिएँ। सबैजनाले अहिले फेसबुकतिर चल्ती नै भएको छ। फेसबुक च्यानल भनेर हालिरहेको हुन्छ जसले पनि। म त तर म फेसबुकतिर हाल्दिनँ कि, मलाई हरेस लाग्छ कि। खालि कमानबारीको नाचेको गएको के गर्नु हेर्नु होइन। मेरो चाहिँ त्यो च्याउ भएको चाहिँ भिडियो चाहिँ मेरो माइतको आमा हो।
तर मेरो र आमाको अनुहार मिल्दैन, तर हामी भिन्नै छौँ किनभने मेरो अलिकति भिन्नै छु भन्छ हौ सबैजनाले। दिदीबहिनीमा पनि भिन्नै छु म होइन। त्यही भएर म त पुगेँ अटसले अचुचुचु। मेरो आमा चाहिँ राम्रै छ तर अलिकति त्यही छुची पनि हुन्छ। त्यही भएर म त पेरे पेरे पेरे। मेरो भ्लग चाहिँ यतिसम्म हो। यहाँनिर चाहिँ मन्दिर आइपुग्नु लागेको र चाहिँ म चाहिँ गएको किनभने पानी आउनु थालिसक्यो, अँध्यारो अँध्यारो पनि हुनु थालिसक्यो, बादल लागेर कालो भइसक्यो। बाटोमा हिँड्नु डरसरी छ अहिले, गाडी आएको देख्दैन, एकतालमा ड्याम हानेले खत्तम।